मेरो जन्मथलो जन्मघर जुन स्वर्गीय अछाम जिल्लाका जननी भन्न सकिन्छ। उहाँले अछाम जिल्ला डोटी दैलेखबाट अछाम जिल्ला बनाउनमा ठुलो योगदान खेल्नुभएको थियो। उहाँको यो पुस्तौली थलो उहाँ हुर्केको आफ्नो राजनीतिक यात्रा सुरुवात गरेको ऐतिहासिक ठाउँ हो यो घर जुन 2020 सालमा स्थापना भएको थियो। सम्भवतः हाम्रो बुवा स्वर्गीय वेदप्रसाद भण्डारीको जन्म पनि 2020 सालमा भएको थियो। यो घरको ऐतिहासिक मूल्य मान्यता छ। यहाँ हाम्रा धेरै पितृहरूले बसोबास गरेको घर यो स्थल हो। यहाँ सुन्तलाका रुखहरू, ओखरको रुख, आँपको रुखहरू देख्न सकिन्छ। उताको त्यो कमल बजारको चुचुरे डाँडा हो, यहाँबाट कमल बजार पनि देख्न सकिन्छ। यसै गरी यहाँ प्राकृतिक सम्पदाले भरिपूर्ण यो ठाउँमा नासपति देख्न सकिन्छ, आँप, माथितिर सल्लाघारीहरू, हाम्रो दाजु परशुराम भण्डारीको निवास, त्यो पनि ऐतिहासिक ठाउँ हो। बाजे, उहाँका बाजे, हाम्रा बाजे भनौँ, उहाँ उपप्रधान पञ्च पनि हुनुहुन्थ्यो एकताका। यहाँ हाम्रा बाजे